फेरि कानुनले समात्नु है पोइन्ट विभिन्न तरिकाको चलखेल पनि भयो तथ्यसहित बाहिर आयो। अब चलखेल चाहिँ यस्तो हो, अब पहिले देखेको चाहिँ म नेपालगञ्ज थियो यो घटना घट्दाखेरि होइन, त्यतिखेर चाहिँ सुजन दिपक भाइ आफै नै आन्दोलनमा होइन आफ्नो बच्चा बोकेर आफ्नो भाइ बहिनी आफ्नो के अरे आमाहरू बोकेर चाहिँ आन्दोलन गरेको मैले देखिरहेको छु। अब यहाँनिर चाहिँ माइती घर मण्डलमा चाहिँ उहाँ आउनु पनि भयो, त्यसपछि हामी पनि आयो, भेटघाट गऱ्यो र अहिले अलिकति दुःख चाहिँ मलाई के लाग्यो भने एउटा सुत्केरी महिलाको हत्या भएको छ क्या। यो कुनै पनि यो लापरवाहीले होइन एउटा जुन तरिकाले डक्टरले मारेको छ नि उसको माग ठुलो पनि होइन। हेर्नुहोस् माग ठुलो हो त भन्नुहोस् न। मैले पहिला पनि भन्थेँ यो नयाँ सरकारले गर्न सक्ने केही होइन। मैले तपाईँलाई पहिला पनि भन्थेँ गाली साइड मलाई आउँछ भने आओस् पनि मलाई केही फरक पर्दैन। म पनि एउटा महिला हो कि भोलि त्यो ठाउँमा म पनि पुग्न सक्छ क्या। त्यो कारणले गर्दाखेरि नयाँ सरकारले किन आवाज सुनेन, आज 18 दिन हुँदाखेरि अब सुजन भाइको किन आवाज सुनेन। र म चाहिँ यो नयाँ सरकारलाई पनि दोष दिन चाहन्छु। र यहाँ जतिजना हुन्छ अहिले सामाजिक सञ्जालमा चाहिँ बच्चाको फोटो राखेर होइन बच्चाको जुन अब नाबालिका बच्चा बोल्नै नसक्ने बच्चाको 3-4 दिनको बच्चाको फोटो राखेर चाहिँ सामाजिक सञ्जालमा जुन चरित्र हत्या भएको छ एकदमै गलत भइरहेको छ। यो राज्यले चाहिँ यो 3जनालाई जो सफल हुनुहुन्छ, गणेश हुनुहुन्छ, ज्ञानु हुनुहुन्छ, यो 3जनालाई चाहिँ जसरी हुन्छ कानुनमा ल्याउनु पर्यो र उभ्याउनु पर्यो र कारबाही गर्नु पर्यो। भोलि हामी चितवन जुनै पनि ठाउँमा कि मैले भनिसकेँ तपाईँलाई, मैले सामाजिक सञ्जालमा पनि धेरैचोटि भनिसक्यो र मैले फोन गरेर धेरैचोटि भने यो मेरो धम्की होइन कि तपाईँलाई। तपाईँहरू सहयोग गर्नु भनेर आउनुहुन्छ होइन, पछि मलाई तपाईँहरू आफैले नचाहिँदो कुराहरू गरेर जानुहुन्छ। कता 7 करोड माग्यो, के 4 करोड माग्यो भन्ने कुराहरू पनि एकदमै गलत हो। किनकि म आफै नै स्वयं सुजन भाइलाई 10चोटि सोध्छु, भाइ तिमीलाई समस्या छ भने हामी तिमीलाई गरिदिन्छौँ। हामीले गर्नुपर्ने ठाउँ के हो भने दिदी मलाई समस्या केही छैन होइन, मेरो लगभग 1 लाख जति 1,80,000 कति त मेरो खर्च भइसक्यो दिदी, यताउति गर्दाखेरि मेरो खर्च भइसक्यो। मलाई केही छैन त दिदी, समस्या केही पनि छैन, सिर्फ मेरो श्रीमतीले न्याय मात्रै पाओस् भन्ने मात्रै उसको सोच हो। त्यति हो नयाँ सरकारलाई, त्यति मात्रै उसको विचार हो, उसको सोच। त्यति धेरै ठुलो माग पनि छैन क्या। तर यहाँ चाहिँ अरू मान्छेहरू जुन युवराज भन्ने, जुन गणेश भन्ने, जुन ज्ञानु भन्ने व्यक्तिले चाहिँ 4 करोड 6 करोड उहाँहरूको अडियो पनि सुन्नु होला। यो 3जनालाई तपाईँले जहाँ भेट्छ होइन, जहाँ भेट्छ त्यही कानुनले चाहिँ कारबाही गरोस् भने यही मेरो माग हो। कानुनको त एउटा गलत हो, एकदम गलत हो। एउटा बच्चाको फोटो राखेर एउटा सुजन भाइको मम्मी भालु हो, सुजन भाइको मम्मी रन्डी हो, सुजन भाइको एउटा महिलालाई त्यो शब्द बोल्न मिल्छ? अहिले त्यही खालको त्यही व्यवहार गरेर हिँड्ने महिलालाई त हामीले त्यो व्यवहार गर्न सक्दैन भने एउटा माइती घर मण्डलमा एउटा आफ्नो छोरीको लागि, एउटा बुहारीको लागि होइन न्याय माग्न आउने मान्छेलाई रन्डी भालु भन्ने अधिकार छ तिनीहरूलाई? छ न भन्नु न। यतिखेर त किन कानुनले चाहिँ हेर्दैन यो कुराहरू चाहिँ? पीडितलाई झन् पीडित किन बनाइरहेको छ क्या कानुन? कानुन किन कानुन अन्धो भएको हो कि यस्ता होला?